सम्पूर्ण प्रभु प्यारे भक्तहरू राधे राधे। अति महत्त्वपूर्ण खुसीको कुरा यहाँहरूसँग साड्दैछु है। यति बेला तपाईले पछाडि देखिरहनु भएको छ जहाँ म उभिएको र पछाडि देखिरहनु भएको छ यो भूमि हो सतकुण्डीय गायत्री कोटी होम बिरौटा पोखराको, जुन ऐतिहासिक यज्ञ हुँदैछ। हाम्रो जीवनकालमा हामीले 100 कुण्डमा गायत्री कोटी होम दृश्यावलोकन गर्दैछौँ र यसको पुण्य कमाउने अवसर हामीलाई मिल्दैछ। यस्तो सुवर्ण अवसर यहाँहरूलाई मिलेको छ कि जुन 100 वटा कुण्ड देखिएको छ जहाँ गायत्री मन्त्रबाट पहिलो पटक 300 भन्दा बढी ब्राह्मण पण्डितजीहरू बसेर भगवानको नाममा भगवानलाई तपाईँ हाम्रो र समग्र राष्ट्र अनि विश्वको कल्याणका निम्ति भनेर हवन गर्दै हुनुहुन्छ। र यति विशाल कोटी होम प्रारम्भ हुँदै गर्दा यो हवन कुण्डहरू बन्दै गर्दा 100 वटा अति भाग्यशाली भक्तहरूले यो अवसर पाउँदै हुनुहुन्छ कि यो हवन कुण्डको कर्ता बन्ने। एउटा हवन कुण्ड मेरा परिवारको नामबाट म निर्माण गर्छु र यस हवन कुण्डलाई मैले मेरो परिवारको नामबाट निर्माण गरेर मैले नै यस हवन कुण्डमा म पनि स्वयं सकिन्छ सशरीर उपस्थित भएर पूजन गर्छु, हवन गर्छु। सकिँदैन भने मैले आफ्नो नामबाट एउटा हवन कुण्ड निर्माण गर्छु भनेर यहाँहरूले सङ्कल्प गर्ने र एक हवन कुण्डको सङ्कल्पकर्ता बन्न सक्नुहुनेछ। र यहाँहरू पनि एउटा हवन कुण्ड निर्माण गरेर आफ्नो परिवारको सुख शान्ति समृद्धिको कामना, दिवंगत पितृहरूको वैकुण्ठवासको कामना, काल गतिले त मृत्युवरण गर्नुभएकाहरूको पनि वैकुण्ठवासको कामना, अकाल गतिले मृत्युवरण गर्नुभएको छ भने उहाँहरूको पनि वैकुण्ठमा वास होस् भन्ने कामनाका साथमा म एउटा कुण्ड निर्माण गर्छु है भनेर हजुरहरूले यसको सङ्कल्पकर्ता या निर्माणकर्ता बन्न सक्नुहुनेछ। एक कुण्ड निर्माणकर्ताका लागि सीमित सिट छन्, जस्तो कि 100 वटा कुण्ड बन्दैछ, 101 वटा निर्माणकर्ता बन्न पाइँदैन। 101 वटा नै निर्माणकर्ता बन्न नपाइने, केवल 100 वटा बन्न पाइने भएको हुनाले 100 जना निर्माणकर्ताहरू यहाँ बन्दै हुनुहुन्छ। धेरै भक्तहरूले विभिन्न ठाउँबाट चासो देखाउनु भएको विषयको भएको हुनाले हामीले यहाँहरूलाई भन्यौँ यो हाम्रो दिमागमा थिएन, हामीले यसो भनौँला, यसो भनेर हजुरलाई निवेदन गरौँला भन्ने थिएन। तथापि योभन्दा अगाडि केही दिन अगाडि 3-4 जना भक्तहरू आउनुभयो। गुरुदेव एउटा हवन कुण्डको निर्माण खर्च कति हो, त्यसको निर्माणकर्ता म बन्छु, मेरा पितृको नामबाट उक्त हवन निर्माण गरेर मैले यो हवन पूजनको कार्य प्रारम्भ अगाडि बढाउन चाहन्छु र तमाम भक्त सज्जनहरूले आएर दर्शन गर्ने सतकुण्डीय हवन कुण्डको म निर्माणकर्ता बन्छु भनेर भन्नुभएपछि हामीले सोच्यौँ ओहो यस्तो मन त सबै भक्तहरूको पनि हुन सक्ला, यो अवसर किन सबै भक्तहरूलाई हामीले नदिने त भनेर सबै भक्तहरूका बीचमा आह्वान गरेका छौँ। र अति भाग्यशाली 100 जना भक्तहरूले यो अवसर पाउँदै हुनुहुन्छ। त यहाँहरू पनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, देश विदेश जुन ठाउँबाट हेरे पनि नेपालको इतिहासमा अहिलेसम्म नभएको अद्वितीय अनुष्ठान जो अविस्मरणीय अलौकिक र साँच्चीकै भन्यो भने इतिहास रच्ने एउटा अनुष्ठान हुँदैछ 100 कुण्डीय गायत्री कोटी होम। हामीले योभन्दा अगाडि 1 कुण्डको, 9 कुण्डको, 7 कुण्डका यज्ञहरू देखेका थियौँ, तर 100 कुण्डको कोटी होम आज हामीले पहिलो पटक देख्दैछौँ। यो 100 कुण्डको कोटी होम मन्त्रलाई पनि गायत्री मन्त्रबाट उच्चारण गरेर 300 भन्दा बढी ब्राह्मण पण्डितजीहरू बसेर विधिसङ्ग ढङ्गबाट पूजन गरेर यस्तो पवित्र कर्ममा यहाँहरूले पनि निर्माणकर्ता बन्ने अवसर मिल्दैछ। तसर्थ यहाँहरूले सम्पर्क गर्नुहोला, हामीले स्क्रिनमा नम्बर राखिदिन्छौँ। स्क्रिनका नम्बरहरूमा फोन गरेर तुरुन्तै फोन गरेर अहिले नै फोन गरेर, किनकि 100 वटा जना भाग्यशाली भक्तहरूले मात्रै अवसर पाउँदै हुनुहुन्छ क्या। 100 जना त यतिकै भक्तहरूले आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ भनेपछि हजुरको नाम छुट्ला, यी भएर म छुटेँ, मेरो नाम पनि मेरो अपेक्षा पनि थियो, मैले पनि एउटा कुण्डको कर्ता बन्छु भन्ने सोचेको थिएँ भनेर पछि पश्चातापमा परिन्छ प्रभु प्यारे भक्तहरू। त्यसैले हजुरले स्क्रिनमा दिएको नम्बरमा तुरुन्तै फोन गरेर एउटा कुण्डको कर्ता म निर्माणकर्ता बन्छु भनेर यहाँहरूले नाम दर्ता गर्नुहोला। तुरुन्तै फोन गर्नका निम्ति निवेदन र यो पुण्य कमाउने एउटा सुवर्ण अवसरबाट कोही पनि नगुम्नुहोला। म सबैलाई विशेष आग्रह, विशेष निवेदन गर्न चाहन्छु र एक पटक पोखराको यो पावन नगरी, पोखराको पावन भूमिमा आएर सतकुण्डीय गायत्री कोटी होमको दर्शन पनि गर्नुहोला। सबैलाई आमन्त्रण पनि छ, सबैलाई स्वागत पनि छ। राधे राधे।